ल साथीहरू, आज हामी अर्घाखाँचीदेखि पाल्पाको छहरा गाउँपालिकासम्म चाहिँ पुग्दैछौँ। बिचमा के हुन्छ म सबै देखाउने छु। हामी सन्धिखरको बजारबाट हिँडेर फुदबाङ हुँदै इटा भट्टी चाल्दै अगाडि बढ्यौँ। अब हामी चाहिँ गोरेटो पछि मोटर बाटो हुँदै अगाडि बढ्नेछौँ। हामी सन्धिखरबाट हिँडिसकेपछि फुदबाङ हुँदै माथि पाडेनी गाउँपालिकाको केही भाग प्रवेश गऱ्यौँ र माथि पाली भन्ने ठाउँमा पुग्यौँ र त्यहाँबाट हामी अगाडि बढ्यौँ। हामी अब पाडेनी गाउँपालिकामा पर्ने चिबेक भन्ने ठाउँमा चाहिँ पुग्यौँ। माथि चाहिँ पाडेनी बहुप्राविधिक विद्यालय चाहिँ छ। हामी तल चाहिँ बजारमा झऱ्यौँ र यसो घुमघाम गऱ्यौँ। हाम्रो साइडमा चाहिँ हरि सर हुनुहुन्छ। अब हामी चाहिँ माथि पाडेनी बहुप्राविधिक विद्यालयमा चाहिँ जाँदैछौँ। यहाँ चाहिँ इन्जिनियरिङ विषय चाहिँ पढाइ हुन्छ। चिबेकको केही बेर घुमाएपछि हामी वरपरको डाँडा निहाल्दै अगाडि बढ्यौँ। बाटो चाहिँ ठ्याक्कै पिच चाहिँ गर्न लागेको रहेछ। बाटो हल्का हिलाम्य चाहिँ थियो। उता पारी जाने बाटो चाहिँ अत्यन्तै मनमोहक र यहाँको गाउँ चाहिँ अत्यन्तै राम्रो चाहिँ छ। हामी यति बेला चाहिँ ठ्याक्कै यो पाडेनीको देउराली भन्ने ठाउँमा चाहिँ आएका छौँ। ठ्याक्कै अब साँझ पर्न लागेको छ। अत्यन्तै चिसो चाहिँ छ। दुईवटा चाहिँ ज्याकेट लगाउनु परेको छ र पारी बजार चाहिँ अत्यन्तै रमाइलो। यहाँ हाम्रो हुनुहुन्छ कबली म्यान। हेलो कबली म्यान। विजय सर हुनुहुन्छ। हामी ठ्याक्कै ग्रिनल्यान्ड रिसोर्टमा चाहिँ पुग्यौँ। अब हामी भित्र छिर्यौँ। के हुन्छ म तपाईँलाई सबै देखाउने छु। साथीहरू, हामी बस्ने चाहिँ आज यहीँ हो। ल साथीहरू, आजलाई हाम्रो भिडियो यति नै। हाम्रो भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया चाहिँ दिनु होला र कमेन्ट चाहिँ गर्नु नबिर्सिनु होला। युट्युबमा भए सब्सक्राइब चाहिँ गर्नु होला र फेसबुकमा भए फलो चाहिँ गर्नु होला है त। ल साथीहरू, आजलाई यति। धन्यवाद।